हेलो गाइज वेलकम टु माई ब्लग। म चाहिँ नुहाएँ होइन, अब 9:30 भइसक्यो। 10 बजी चाहिँ मेरो साथीले उसको घरमा आइपुग्नु भनेको थियो। आधी घन्टा मात्रै छ। मैले खाना पनि खाएको छैन अनि मम्मी चाहिँ खाना पकाउँदै हुनुहुन्छ। घिरलाको तरकारी भात। राम्रो आउने स्किन केयर गर्नुपर्छ। अनि त्यसपछि मेरो मिमी चाहिँ लखर लखर डुल्दैछ। बाबा चाहिँ घाँस उखाल्दै हुनुहुन्छ। अब म चाहिँ तयार हुन लागेको होइन। अब म चाहिँ मेकअप गरेर रेडी भएँ अनि त्यसपछि साथीको घरमा गएँ। ऊ र म अनि सँगै निस्किने भनेर। अनि त्यसपछि हामी सबैजना निस्क्यौँ। हामी चाहिँ नुनथर जाँदै थियौँ ड्राई पिकनिकको लागि होइन। त्यसपछि हामीले गएर चाहिँ तन्नाहरू म्याटहरू ओछ्यायौँ। अनि त्यसपछि हामीले खानेकुराहरू चाहिँ सबै पकाएरै ल्याएको थियौँ। अनि रोस्टहरूदेखि लिएर सबै थोक हामीले घरबाट पकाएर थियौँ। अनि पहिला हामीले चाहिँ जुस रेडी गऱ्यौँ होइन। अनि त्यसपछि हामीले सबै त्यसमा जुसहरू स्प्राइटहरू हालेर हामीले त्यसलाई मस्त रेडी गऱ्यौँ। अनि हामीले चाहिँ आज एकदम रमाइलो गर्ने मिठो बनाएर खाने भनेर हामीले खानेकुरा बनाएर घरबाट लिएर आएको थियौँ। अनि त्यसपछि हामीले चाहिँ हाम्रो जुस रेडी गऱ्यौँ। अनि त्यसपछि हामीले खानेकुराहरू सबै प्लेटिङ गऱ्यौँ। अनि हामीले चाहिँ करेन्ट चाउचाउ रोस्ट ससेस अनि त्यसपछि खरबुजा फलफुल अनि एक डेक्ची चाहिँ जुस पनि थियो होइन। हामी सबैजना रमाइलो गर्दै खायौँ। कति धेरै रमाइलो भएको थियो साथीहरूसँग यसरी खाँदा। अनि त्यसपछि हामीले सबैजनाले चाहिँ एकदम धेरै नाच्यौँ, गीत बजाउँदै मजाले नाच्यौँ होइन। अनि त्यसपछि चाहिँ मजाले जुस पनि खाइरहेको थियौँ। यस्तो शीतल थियो, गर्मी चाहिँ धेरै थिएन होइन। सर्लाहीमा धेरै गर्मी हुन्छ भने पनि धेरै गर्मी थिएन। अनि हामीले चाहिँ गीत बजाउँदै नाच्दै रमाइलो गर्दै खायौँ। एकदम धेरै रमाइलो भएको थियो। अनि त्यसपछि चाहिँ हामी धेरै फोटो धेरै टिकटक अनि भिडियो बनाएर फर्क्यौँ।